Hey guys, what's up? Welcome to my channel. You're watching Shady Vlogs. आज म धेरै दिन बाद है आफ्टर रियली लङ टाइम म यो भ्लग बनाउँदैछु अनि भर्खर त अब यसपालि त विन्टर अलिक लामै भयो मार्चमा पनि है यो मार्च सक्नु आँटिसक्यो इट इज स्टिल कोल्ड तर आज चाहिँ एकदमै दिन उग्रेर यस्तो घाम लाग्यो टन घाम लाग्यो सो हामी गाउँ बस्तीको मान्छेहरू है अलिकति घाम लाग्दाखेरि नै हामी खोला आउने गर्छौँ त यस हामी खोला आएको छौँ यहाँनिर हेर्नुहोस् यस्तो दामी खोलामा म यहाँनिर स्विमिङ गर्न आँटेको मेरो यहाँ सानो कुकुर पनि आएको छ यसलाई चाहिँ भोक लागिसकेर यस्तोहरू खाँदैछ अनि यसको लागि मैले बिस्कुट मगाइदिएको छु अनि खाना पनि भन्दैछु यहाँ माथि चाहिँ खानाहरू पाइन्छ यो चाहिँ छ गाइज बाँसघारी भन्ने ठाउँ होइन हाम्रो खरसाङको सिङ्गेलको ओह्रालो गएर चाहिँ यो ठाउँ आइपुग्छ बाँसघारीमा छ यो है तपाईँहरू पनि आउनुहोस् यहाँनिर अझै गरम लाग्दै गएपछि यहाँनिर भिड हुन्छ है आज त है त्यो छैन भिड त्यति सो गाइज यस मेरो भाइ माथि एउटा लिएर आउँदैछ बिस्किट अभिनयले हो सो यस गाइज अब हेरौँ के हुन्छ है लेट्स टेक अ डाइभ नाउ है अन्त गाइज अब घाम पनि छ पानी पनि प्रशस्त छ अन्त मैलो लुगा त लिएर आउनै पर्ने हुन्छ है मैले यहाँनिर मेरो मैला लुगाहरू पनि लिएर आएको छु धुनको लागि अनि मेरो अझै एउटा चिज छ तपाईँलाई देखाउने छु कहाँ गयो यस यो चाहिँ स्विमिङ ग्लास हो म चाहिँ एकदम प्रिपेयर्ड भएर आउँछु है गाइज अब यहाँनिर डाइभ गर्नु क्या मजा आउँछ सो लेट्स गेट रेडी एन्ड डाइभ इन सो गाइज म रेडी भइसकेको छु यहाँनिर हो म तपाईँलाई देखाउँछु ल यहाँनिर पानी कस्तो छ पानी हेर्नुहोस् यस्तो छ अन्त गहिरो पनि यस्तो छ है गहिरो क्लियर पानी छ हो यो चाहिँ नेचुरल स्विमिङ पुल छ यहाँनिर है एकदम दामी कस्तो लाग्यो तपाईँलाई भन्नुहोस् पानी चाहिँ कतिको चिसो रहेछ हेरौँ त आच्छु सो गाइज मेरो लुगा पानी चाहिँ एकदमै चिसो रहेछ म एक डाइभ त लगाएँ कि तर जाडो छ अलिकति पानी चिसो रहेछ है एकछिनमा जान्छु तर मिनवाइल चाहिँ मैले मेरो लुगा यहाँ भिजाइरहेको छु यी यसरी अन्त मेरो यहाँ सानो कम्पेनियन पनि छ यहाँनिर यी रकी माथि चाहिँ दोकान छ त्यहाँ गएर चाहिँ म साबुन किनेर ल्याएर चाहिँ यो लुगा बनिन्छ सो आई वाश द्याट क्लाउड्स लेट्स गो रकी गाइज आइज रकी कम आइज ठिकै छ लुगा धुने साबुन छ तिम्रोमा हुन्छ जस्तो भन् नभएको बेलामा त्यही होइन भातहरू हुँदैन तिमीहरूको माजु ए यो कुकुरले खाने के छ तिम्रोमा